फेरि मार्केटिङ पनि हुँदैछ 100 मा 200 मा 200 हरेक प्रकारको डान्स हुन्छ नाङ्गो डान्स हुन्छ माक्रे भन्ने सुनेको। हेलो गाइज गुड मर्निङ नमस्ते सबैजनालाई स्वागत गर्न चाहन्छु एन्ड दि वेलकम ब्याक टु माई च्यानल। सबजनालाई स्वागत गर्न चाहन्छु मेरो च्यानलमा। तपाईहरु सन्चै हुनुहुन्छ होला, मङ्गल हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु, मङ्गल छु। अहिले छौँ हामी रोमानियामा। सो मेरो जिग्री भाइ मिस्टर नामका दोर्जे तामाङ उहाँ पनि मसँग हुनुहुन्छ। उहाँ र म चाहिँ आज विशेष गरी हाम्रो चाहिँ डे अफ होइन, 2-3 हप्ता भयो हाम्रो डे अफ सँगै भएको। सो डे अफको दिन चाहिँ अब हामी भनेको चाहिने केरामा पऱ्यौँ, राई मतली वर्गको केटाहरू। सो साथीहरू रोमानियामा हुनुहुन्छ धेरै साथीहरू होइन। सो छुट्टी भनेको बहुत इम्पोर्टेन्ट कुरो हो। सो मेरो भाइ आइज, यो भाइको फेरि मार्केटिङ पनि हुँदैछ। सो एकजना गर्लफ्रेन्ड चाहिएछ है, राम्रो अच्छा। यो भाइको फिचरहरू मैले बताइसकेको छु। अहिले यो के भन्छ आइफोन 16 प्रो म्याक्स जत्तिकै हो होइन। सो गाइजहरू उहाँलाई अलिकति भाउ दिनु पऱ्यो है, ह्यान्डसम गाई। त एनिवे सो हामी अहिले जाँदैछौँ लेगुमे पसल, जहाँ चाहिँ च्वाचेको खुट्टा पाइन्छ भनेपछि त्यहाँ च्वाचेको खुट्टा लिने हो आज। अब जाडो पनि जानु आँटो, च्वाचेको खुट्टाको सुप ट्याक्क बनाएर खाइदिउँ भन्ने चाहिँ आजको हाम्रो प्लान छ। सो अरू केही पनि छैन गाइजहरू है। एन्ड गाइजहरू अर्को एउटा भिडियो आउँदैछ जहाँ चाहिँ अहिले धेरै सोधिएको क्वेसन, रोमानिया आउँदा मेरो स्यालेरी यति छ एन्ड अब एजेन्टले पैसा यति मागेको छ, म आउँदा के हुन्छ, ठिक हुन्छ कि हुँदैन भन्ने क्वेसन चाहिँ आइरहेको थियो धेरैवटा। सो म चाहिँ त्यसको बारेमा एउटा डिटेल भिडियो बनाउँदैछु। अब यही ब्लगमा पनि बताउनु त सकिन्छ, तर अलिकति इफेक्टिभ नहोला भनेर चाहिँ मैले त्यसको लागि फाल्टै भिडियो बनाउँछु आज। है गाइजहरू त्यो पनि आउँछ भोलिसम्ममा अथवा पर्सिसम्ममा आउँछ। अनि यो ब्लग चाहिँ आज भरे अपलोड गरिहाल्ने हो गाइज। त अहिले हामी जाँदैछु लेगुमेतिर। अहिले अस्तिको दिन हिउँ पऱ्यो, हिजोसम्म थियो। आज चाहिँ के भयो, खुला आकाश, घाम लागिरहेछ होइन। लास्ट 2 दिन अगाडि विन्टर सिद्धि हो भनेको थिएँ, ठ्याक्कै त्यही रात यस्तो बबाल हिउँ पर्थ्यो है माकुरी। देन अब 2 दिन पछाडि फेरि अब चाहिँ विन्टर सिद्धो, समर लाग्यो होला जस्तो फिल भइरहेछ गाइज। सो आजको हाम्रो प्लान त्यस्तो खासै केही छैन, धेरै छैन घुम्ने फिर्ने त्यस्तो, किनभने गोजीमा हुनु पऱ्यो। सो एन्ड गुड न्युज फर मी द्याट मेरो चाहिँ ब्याङ्क कार्ड चाहिँ ब्लक भएको थियो। कारण भनेको चाहिँ मेरो टिआरसी कार्ड जुन एक्सपायर भयो पहिलेको एन्ड नयाँ आउनुमा अलिकति टाइम लाग्यो। सो त्यो मैले नयाँ आइडी चाहिँ अपडेट नगराएको कारणले चाहिँ मेरो ब्याङ्कले चाहिँ मेरो एकाउन्ट चाहिँ ब्लक गर्दैछ। त्यसपछि मैले 2 महिना भयो चलाउनु पाएको छैन। बट आज फाइनल्ली टुडे चाहिँ ब्याङ्कबाट चाहिँ मलाई कल आएको थियो। देन के भने अब चल्छ, यु क्यान युज द्याट योर कार्ड त्यसरी भन्नुभएको छ। सो आजदेखि चाहिँ मेरो फाइनल्ली ब्याङ्क कार्ड। हाई। सो दे आर वेभिङ अस। त यहाँको मान्छेहरू हो होइन, उहाँहरूले चाहिँ यहाँ खासै ब्लग गर्ने मान्छे देखिन्न क्या। सो समबडी ब्लगिङ यानि इन्ट्रेस्टिङ। सो म्याक्सिमम् यहाँ नेपालीहरूले ब्लग गरेको देखिरहेको छु क्या मैले। सो त्यो भएर पनि होला गाइस, नो प्रब्लम। सो मेरो ब्याङ्क कार्ड पनि बन्यो, मतलब मास्टर कार्ड एटिएम कार्ड जुन ब्लक गरेको थियो अब आजदेखि खुलेछ। अब आजदेखि चाहिँ मैले युज गर्न मिल्छ गाइजहरू। सो यस्तै छ जिन्दगी होइन। तपाईँ पनि आउन चाहनुहुन्छ होला युरोपको चाहिने केरामा रोमानिया। एज अ ब्युटिफुल कन्ट्री, ब्युटिफुल पिपुल, समथिङ होइन, जहाँ पनि केही नराम्रो केही राम्रो कुरो हुन्छ होइन। सो मेन विशेष भनेको के हो भन्दाखेरि चाहिँ जब तपाईँ आउनुहुन्छ नेपालबाट, जब तपाईँ नेपालबाट चाहिँ यता आउँदाखेरि जुन कष्ट भोग्नुहुन्छ त्यो चाहिँ सबैभन्दा कष्टकर हुन्छ क्या। किनभने अब त्यहाँ पैसा जान्छ है, समय जान्छ, कहिले कहिले दलले पैसै खाइदिन्छ। एन्ड अब यहाँ आएर पनि तपाईँको स्यालेरी कमै भए पनि काम गर्ने ठाउँ चाहिँ अलिकति राम्रो परोस्, त्यो चाहिँ तपाईँहरू मजाले फिक्स गर्नु होला गाइज है। हाम्रो चाहिँ त्यस्तो हाई लेभलको पनि छैन, लो लेभलको पनि छैन,
सो हामी एकदम बिच्चाको है छौँ। मिनिमम जति पनि नेपालीहरूले पैसा कमाउँछ हामीले त्यति नै कमाउने हो। दिनको 10 घन्टा ड्युटी हान्ने हो अनि हप्तामा एउटा छुट्टी ठ्याक्कै पाइन्छ। पैसा चाहिँ हाम्रो ब्याङ्कमा आउँछ 15 तारिक, बाँकी अलिकति क्यास दिनुहुन्छ, त्यो चाहिँ आजको दिन हो। 20 तारिक हो नि त आज भाइ। आज हाम्रो पैसा आउने दिन थियो, हाम्रो छुट्टी, तर आज पाइएन, नो प्रब्लम, भोलि आएर दिनुहुन्छ। सो गाइज अहिले चाहिँ हामी लाग्यौँ यता। गाइज यो गाइज हामी चाहिँ अहिले लेगुमे पसल आइसकेको, मतलब यो एरिया चाहिँ हो सबै कुरा पाइन्छ क्या यहाँ। सब्जी दोकान, कचर कुचुरी यस्तोहरू होइन। यो चाहिँ हाम्रो होइन सब्जी बजार हुन्छ नि, सब्जी बजार टाइप हुन्छ यहाँ चाहिँ। अब अहिले चाहिँ अलिक कम भइसकेछ। अघि बिहानै चाहिँ यहाँ बबालाई भिड हुन्छ, यसमा घुसाएर दिने हो, मतलब भएन। बाटो सेकिदिने हो, मतलब भएन। यहाँ चाहिँ होइन मतलब छैन, नेपालमा जस्तै हो, घुसाएर दिने हो बिचमा। यता बसमा कहाँ देख्छस् त्यहाँ हो 100मा 100मा 200मा 200मा भन्छ नि, त्यस्तै पनि हुन्छ यहाँ। हरेक प्रकारको चिजहरू हुन्छ क्या यहाँ होइन। तर म्याक्सिमम चाहिँ यहाँ भेजिटेबल आइटम, फुलहरू चाहिँ अब अहिले सिजन हो, यो फुलको चाहिँ सिजन हो क्या, रोप्ने पनि बेला भयो त्यो कारणले। अनि यहाँ 5 रुपियाँमा पनि पाइन्छ होइन। यो 5 रुपियाँमा हो, यो सबै उयो हो, युज हो क्या। युज गरे राम्रो छ। तर यहाँ सेकेन्ड ह्यान्ड उयसको मार्केट बबाल छ नि, सेकेन्ड ह्यान्ड दोकानहरू छ। सो यहाँ हात हतियारहरू पाइन्छ, यो सेक्सन छ। अब यहाँ मासु कहाँ हो यार, यहाँ पाइन्छ क्या खुट्टा पाउने ठाउँ छ कि छैन मेन कुरो चाहिँ। हात हतियार पाउँछ नि त यहाँ होइन। कुन दोकानमा देखेको थिएँ मैले अस्ति यार, हो यहीँ होला, यसमै जस्तो लाग्यो थियो। यहाँ हो, एकछिन पहिले चेक गरौँ यहाँ कि पोल्नु होइन, यहीँ होला, यहाँ छ, चेक गर। हामी भित्र छिर्दिउँ गाइज। अब हामी चाहिँ होइन सुँगुरको खुट्टा पनि किनेर झोलामा बोकेछौँ। अहिले चाहिँ हामी आइपुगेछौँ यता चेन्त्रु। भाइ राजाको फोनको बिल पनि तिरियो होइन त, 10 रुपियाँ मात्रै तिरियो। 20 रुपियाँ तिरेछ 2 महिनाको। सो 10 लिमा चाहिँ के आउँछ भन्दा अनलिमिटेड इन्टरनेट आउँछ, 200 कल्स तपाईँको फोन कल्स आउँछ, इनसाइड द रोमानिया लोकल कल्स आउँछ होइन, त्यो चाहिँ फ्री हुन्छ। अनि इन्टरनेट तपाईँले 1 महिनाभरि अथवा मतलब 1 महिनाभरि अनलिमिटेड रूपमा चलाउन पाउनुहुन्छ 10 लिमा। सो यो चाहिँ डिजी मोबाइलले दिन्छ हजुरलाई। सो नेक्स्ट भनेको ओरेन्ज मोबाइल छ। ओरेन्ज मोबाइल अलि एक्सपेन्सिभ छ किनभने मैले युज गरेको थिएँ स्टार्टिङमा। सो दिस एरिया इज ब्युटिफुल। यहाँ चाहिँ तपाईँको बारहरू छ म्याक्सिमम होइन त, रेस्टुरेन्ट बार। यसलाई अलिक धेरै थाहा छ मलाई भन्दा। कहिले कहिले यो चाहिँ घुमिरहेको हुन्छ यता। सो म चाहिँ बेसिकली डेमा मात्रै आउँछु, बट यो चाहिँ आउँछ राति पनि आउँछ। भोलि के भइरहेछ फ्रेस हुनलाई आइरहेको हुन्छ। बट या म चाहिँ अलिकति यो नाइट बोय होइन नि त, म डे बोय हो। सो आई डोन्ट लभ नाइट ग्यादरिङ साउन्ड टु मच, त्यो मलाई खासै मन पर्दैन अहिले, किन मेरो एज बुढो भइसक्यो नि त गाइजहरू। एनिवे सो दिस प्लेस इज फर द्याट। सो अहिले पनि ग्यादरिङहरू भइरहेको छ यहाँ। 1-2वटा क्लब छ, त्यो फेमस क्लब छ। सो नाम अब खै थाहा भएन मलाई त, भन्दैन 1-2वटा नाम भन्दैन। सो यो विशेष ठाउँ भनेको यो हो गाइज। सो यहाँ चाहिँ आउँछ धेरै वरिपरि सब उयो मात्रै छ क्या होइन, क्लब मात्रै छ। यो हो सेन्टर अफ दि चेन्त्रु। यो चाहिँ क्रायोको एकदम सेन्टर हो। यहाँ यो हरेक चिज यहीँ क्षेत्रमा हुन्छ। अनि अब अहिले चाहिँ सुनसानै छ। अब
सो विन्टर सक्यो नि त, अब बिस्तारै खुल्छ क्या यहाँको। अनि समरभरि चाहिँ यहाँ फेरि बवाल हुन्छ। अब पछि अलिक पछि आउनुपर्छ, त्यतिखेर हुन्छ क्या यहाँ बवाल। सो आज चाहिँ यसो जस्ट भ्यू। यहाँ एउटा के बार छ भन्थे, एमबाट उठेको बार छ होइन, त्यो कहाँ छ? बिग बार क्या, ठुलो बार, जहाँ चाहिँ हरेक प्रकारको डान्स हुन्छ होइन। ओपन डान्स, नाङको डान्स हुन्छ भन्ने सुनेको है। किन सुनेको भन्दाखेरि त्यहाँ चाहिँ हाम्रो एकजना पहिले हामीसँगै काम गर्ने मित्र यहीँको हुनुहुन्छ, उहाँ पनि काम गर्नुहुन्छ अरे क्या। सो त्यो भएर चाहिँ केटाहरूले पत्ता लगाएका छन् कि त्यहाँ काम गर्छ। काम के भन्दाखेरि नाच्ने काम हुन्छ। कसरी त्यो त आफूले चाहे अब जसरी नाच्न पायो। बेसिकली मैले भन्नु खोजेको नेकेड डान्स हुन्छ। सो इफ यु गाइज इन्ट्रेस्टेड प्लिज कमेन्ट गर्नु होला। नेक्स्ट टाइम म त्यो बार देखाइदिन्छु गाइज है। अहिले चाहिँ अब क्लासिफाइड राख, नेक्स्ट टाइम चाहिँ म देखाउँछु। सो यो हो कुरो है। सो यु हेभ लट्स अफ मनी, त्यति धेरै पैसा नि लाग्दैन होइन। म जस्तो नेपालको के अरे एलओडीमा जान 1000 रुपिस लाग्छ छिर्नलाई। इन्ट्री नै 1000 भएपछि चाहिँ के गर्नु, भित्र गएर जम्मा बजेट 1000 को हुन्छ होइन। सो यहाँ चाहिँ त्यति साह्रो छैन। कति लाग्छ मलाई थाहा छैन, यसलाई थाहा छ थोरै कति लाग्छ भन्दा नि त मिनिमम कम पैसा 500 मात्र नेपालको 500 त्यो पनि अब यिनीहरू जाने चाहिँ 500 अरे नेपाली भनेपछि कति परेर 20 रुपियाँ एराउन्ड यहाँको। सो त्यतिमा यहाँ छिर्न सकिन्छ। सो म चाहिँ जान्न, यो चाहिँ जान्छ। सो गाइज अहिले चाहिँ म आइपुगेछु अलि मासतिर। यहाँ चाहिँ प्राय होइन केही न केही फेस्टिभल भइरहेको हुन्छ अहिले पनि यहाँ अब होइन। यहाँ वरिपरि तपाईँ देख्न सक्नुहुन्छ फुड ट्रकहरू छ है। यो सबै यहाँदेखि यतासम्म सब फुड ट्रक होइन। खानको लागि चाहिँ यहाँ अब तपाईँ के खान चाहनुहुन्छ सब भेराइटी छ। एन्ड डियर त्यहाँ पर देख्न सक्नुहुन्छ, त्यहाँ चाहिँ विशेष गरी यो के हो मलाई पनि थाहा छैन होइन। अब त्यहाँ ज्वेलरीहरू हुन्छ, फ्लावरहरू हुन्छ, त्यो त्यहाँ बेचिरहेको हुन्छ। यहाँ पनि छ है। सो यो एरियामा चाहिँ हरेक चिज केही न केही यहाँ अर्गनाइज गरिरहेको हुन्छ क्या यहाँको अब कम्युनिटीले, यहाँको म्युनिसिपालिटी, यहाँको गभर्मेन्ट र अनि यो जो बिजनेस गर्नेहरू हुनुहुन्छ। सो उहाँहरू मिलेर चाहिँ यहाँ जहिले पनि केही न केही भइरहेको हुन्छ। सो यहाँ चाहिँ अब अहिले अब घाम लागिरहेछ, टक्कै वरिपरि बस्नलाई पनि टेबलहरू राखिदिनु भएको छ। आउने बस्ने घाम ताप्ने, पैसा छ भने किनेर खाने होइन। हामीसँग पनि छ पैसा तर किनेर चाहिँ खाँदैनौँ, हल्का हामी कन्जुस टाइपको छौँ नि त, मतलब म चाहिँ। सो यहाँ इन्जोय गर्ने, दिनभरि बस्ने, देन घर जाने। अब यहाँ त बियर पनि पिउन सक्नुहुन्छ यदि तपाईँ पिउनुहुन्छ भने। पछाडि जाने, बियर ल्याउने, चुस्सा हान्ने। सो एभ्रिथिङ हुन्छ, मजा हुन्छ। सो गाइज हामी चाहिँ अहिले यहाँ घाम तापेर पार्टी गरिरहेको छौँ होइन। मन्स्टर छ हातमा, रेड बुल एन्ड चिप्स। सो अब ब्लग एकदम लामो हुन्छ होइन। सो गाइज हामीले म चाहिँ के चाहन्छु, अब ब्लग चाहिँ यहीँ खतम गर्न चाहन्छु। त्यस्तो नयाँ नौलो विशेष होइन मसँग छैन। म त्यस्तो खतरा क्रिएटर पनि होइन, बस सिकिरहेको छु गाइजहरू। सो थ्याङ्क यू भेरी मच। सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। ग्रो गरिरहेको छु, सिकिरहेको छु है। एन्ड सिक्दै जान्छु, अलि राम्रो बनाउँदै जान्छु, कोसिस गर्दै जान्छु। सो तपाईँहरूले थोरै सपोर्ट गरिदिनु होला, थोरै पुस गरिदिनु होला, ताकि मलाई पनि एउटा इनर्जी भइराखोस्, निराशापन नहोस् भन्नको लागि होइन। अब जहिले तहिले ब्लग गर्न पाइँदैन बिकज बिहानै उठ्ने जुरुक्कै अनि तुरुक्कै मुतेर खुरुक्कै हिँडिहाल्नु पर्ने हुन्छ ड्युटीमा। बिचमा आएर खानासाना खायो फेरि तुरुन्तै गइहाल्नु पर्ने हुन्छ। राति 10-11 बजीसम्म हुन्छ ड्युटी। सो त्यो एक्सक्युजेस गर्न त नमिल्ने हो, बट एक्सक्युजेस गर्नै पर्ने हुन्छ। त्यो कारणले पनि म जहिले तहिले ब्लग चाहिँ गर्न पाइनँ, तर कोसिस गर्छु कि हप्तामा 1-2वटा भिडियो चाहिँ म च्यानलमा हालौँ, त कन्टिन्युटी चाहिँ रहिरहोस्। ओके गाइज, त थ्याङ्क यू भेरी मच, लभ यु अल, जय नेपाल। प्लिज डु सब्सक्राइब माई च्यानल।